यस्तो भयो हातले गर्ने बेगनास ताल अनि गिलो चटपटे अनि हामी बिहानको 7:30 बजेको छ मेरो नाइट ड्युटी सकिएर अब म रुम गएर रेडी भएर पोखराको लागि हिँड्दैछु। घुम्ने काम चाहिँ जहिले पनि नाइट पछि नै हुन्छ मेरो, किनकि 3 दिन बिदा हुन्छ। त्यसपछिको बिदा पाए पनि नपाए पनि घुम्न चाहिँ 3 दिनमा भ्याउँदो रहेछ। जे होस् अब गाडी चढेर घर जान्छु अनि सामान प्याक गरेर हामी पोखराको लागि निस्किन्छौँ। म चाहिँ रेडी भइसकेँ, हाम्रो ब्याग पनि रेडी छ, बाइक पनि रेडी छ। सरी हो आफ्नो च्याप्ने भने ब्यागलाई यात्रा सुरु भयो पोखराको। बाइकमा फुल ट्याङ्क पेट्रोल हालेर यात्रा चेक पोस्टबाट अघि बढिसकेको छ। यस्तो भयो हालत, के गर्ने अब। पोखरा त अब यसै हो, बेस बाटोमा। हरे राम, थाहै भएन कि जरुरत हान्यो अनि बल्ल थाहा पाएँ। धन्न आज थाहा पाएँ। बाइकै चल्दैन नि अर्थ्यो अन्त खान पाएन बाइक रोकिहाल्छ। त्यस्तो भयो, आफै आफ्नो सल पसाएपछि अब आफै निकाल्नु पर्यो भनेर 2टा ब्लेड किनेर लिएर आएर यति गरेँ। आएन, 2जना मान्छेहरू आएर त्यहाँनिर छ अरे त्यो बाइक बनाउनेको नम्बर उनीहरूले दिएर गयो। तर फोन पनि गऱ्यौँ, आउँछु भन्थ्यो, आएन। मलाई त साह्रै चिन्ता लाग्यो। भगवान् कसरी गयो कि मलाई त थाहै छैन त्यो गएको पनि। हरे राम, यस्तो के भन्ने कि अब पैसा खासै सुबेन जस्तो लागिरहेको मलाई। हिँड्न पाएन, यस्तो भइ नै हाल्यो। अरे के गर्ने होला, कति यस्तो टेन्सन के गर्नु होला। थोरै सुन्दर बाटो रहेछ। लामै चल्छ नि त। त्यहाँ आधा त त्यति भाग्य हजुर, आधै। अब यो चाहिँ तपाईँको फेर्नुपर्छ है। हो के भएछ त? यो पुरै कुच्चा खायो। त्यसलाई सोझ्याउन मिल्दैन अहिलेलाई। मिल्दैन, यो यतिकै चल्छ। यतिकै तपाईँ आफ्नो गन्तव्य पुग्नुहुन्छ, तर पछि फेर्दा हुन्छ। यतिकै पछि त यस्तो पोखरा 90 किलोमिटर छ। यतातिर काठमाडौँ जाने, अब हामी काठमाडौँबाट आएको यतातिर नारायणघर जाने। अब यता स्टार्ट भयो यहाँ पोखरा यो पुल। अब हामी जाम। मेरो ज्याकेटको हालत यस्तो भइसक्यो, जाँदैन जस्तो छ। अब हामी खाजा खाइवरी होइन पोखराको लागि निस्किसकेको छ। कस्तो राम्रो हो, हाइवे कति राम्रो होइन। हामी 4जना हो कि आएको होइन, अघि चाहिँ के भयो मोबाइलै निकाल्नै बिर्सेँ। नाम के रे थाहा छैन, धुलेगौडा। यस्तो राम्रो हिमाल देखिरहेछ, यस्तो राम्रो हामी देखाएको छ। हामी चाहिँ बहिनीलाई र भाइलाई वेट पनि गर्दैछौँ अनि एकछिन त्यस्तो राम्रो हिमाल पनि हेर्दैछौँ। एकदम बेस्ट होइन। मेरो आँखामा पुरै कचेरा, मेरो पनि पुरै आँखा कालो, अनुहार कालो,
म त सब काली नै भइसके व्हाइट ड्रेस सेतो अनि यहाँ चाहिँ यस्तो 5 मिनट आराम गरेपछि अब हामी अगाडि बढ्दैछौँ आज चाहिँ हामी बेगनास पार्क पनि घुम्न जान्छौँ टाइम हो अनि रोजाको चाहिँ सेकेन्ड टाइम हो अब बाटोदेखिको मान्छेहरू अगाडि अगाडि बेगनास पार्क जाने बाटो कता हो यता हो यता हो फाइनली हामी बेगनास ताल पुगिसकेको छौँ बेगनास ताल सरारा लेडिज चस्मा हो र यो खोइ चस्मा सरारा ढुङ्गा चढी तालमा बेगनास तालमा पाल्नुहुने महानुभावहरूमा हार्दिक स्वागत गर्दछौँ थ्याङ्क यू कस्तो लागिरहेछ तपाईँलाई अब यहाँ बेगनास तालमा ए अरू भन्नुहोस् के छ केही भन्नुपर्ने छ कति राम्रो हिमाल कति राम्रो हिमाल राम्रो छ आफ्नो मनमा लागेका कुराहरू भन्नुहोस् के छ डुङ्गा पनि चढ्नु पर्छ होइन ओ यता पुरै फुत्किसक्यो हरे राम मलाई यहाँ बोटिङ पनि छ क्या हो भेरी नाइस भ्यू हामी बेगनास तालमा छौँ फोटो भिडियो भइरहेछ होइन फोटो भिडियो भइरहेछ हाम्रो फोटो भिडियो सेसन चलिरहेछ खासै राम्रो फोटो आउँदैन मान्छे राम्रो पनि छैन के गर्ने त्यही भएर यसो भिडियो बनाए यता सेसन चलिरहेछ यता यहाँ यता भिडियो सेसन चलिरह फोटो सेसन चलिरह हामी चाहिँ हेर्दैछौँ गिलो चटपटे एन्ड फर्स्ट टाइम बेगनास तालको छेउमा गिलो चटपटे अब जाँदाखेरि खाउँला नि हामी याद त गरिरहेको थियौँ ध्यानै भएन यहाँ मेरो हात हेर्ने बेगनास ताल अनि गिलो चटपटे अनि हामी चारजना हिमालको भ्यू कस्तो दामी देख्नु दामी चटपटे मिठो ठाउँ लाग्ने अब हामी जाँदैछौँ माझीकुनामा जान्छौँ अनि त्यहाँ एकछिन हेरेर अनि बल्ल हामी लेक साइडतिर जान्छौँ अगाडि हिँडिसक्नु भयो
माझी कुनामा पुग्यो यो भ्यू हेर्न हामी यो भ्यू हेर्न माझी कुनामा पाहाडमा पुगेपछि देखेको बेगनास ताल यो चाहिँ यो एरिया चाहिँ माझी कुना एरिया ऊ त्यो पोलेको फिस खाने चाहिँ ऊ त्यहाँ त्यो रिजोर्टतिर होला है अरू त देखाएको छैन यस्तो छ तर राम्रो छ